हेलो हामी आमा एङ्ग्रीलाई हिँडेको तर गाडीको चाहिँ ठेगान छैन गाडी फर्किन पनि सकिन्छ यहीँ गाडीको चाहिँ ठेगान छैन अहिले गाडी कुर्दैको अवस्था छ यहाँ गाडी पाइरहेको छैन हामी अब ट्याक्सीमा जाने जस्तो अवस्था देखिन्छ बस यही हो एउटा मात्र क्याबिन छ अब उभिएर जानु पर्ला जस्तो छ यही हो बस टिकट नकाटेर यसरी क्याबिनमा बस्नु परेको थियो त्यही पनि क्याबिनमा त आधा घन्टा मात्र बसेको हो त्यसपछि त होल ट्रिप नै उभिएर गएको हो एउटा सिट मात्र थियो क्याबिनमा दिदी बस्नुभयो हामी अरू सबै त्यहीँ उभिएर यसरी गएको हो माथिको मेन बाटो त्यो बनाउनलाई बिग्रेको थियो अनि तलको बाटो आएको तलको बाटो नि यहाँ बिचमा एउटाले त्यो गाडी रोकिदिएर कहाँ गएछ हाम्रो 2 घन्टा त यतै वेस्ट भयो अझै पनि काठमाडौँमै छौँ है हामी यो काठमाडौँ नै हो पुरै थकित भएर काठमाडौँमै हो यो हामी ग्याल्थुम भन्ने ठाउँमा 11:30 तिर खाना खानलाई आयौँ यी खाना खाँदैछौँ भिड छ मान्छेहरू बसको मान्छे सबैले यता खाना खाँदै थिए त्यही हो खाना खाएको अब यहाँ हाइकिङ सुरु हुन्छ हाम्रो त्यस्तो छ मौसम र यहाँ पर्सि घर जाने टिकट काट्दै हुन्छ दिदी यही छ इन्भाइरोमेन्ट ओके डन ल हिँड्न थालियो माथि बेस क्याम्पमा आमा एङ्ग्री बेस क्याम्पमा हिँड्नलाई लौरो सेट यहाँ गाई पनि छ टोलीहरू छन् आउँदै ल यो उकालो उक्लिनुपर्छ यहाँ यसरी हो बाटो चाहिँ कता हो यता यता के यता हेलो सायद बिच बाटोमा आइपुग्यो होला ठाडै उकालो पुरै तर टोलीहरू चाहिँ हिँड्नै सकिरहेनन् अलिकति उक्लियो कुर्नुपर्ने अलिकति उक्लियो कुर्नुपर्ने भइरहेछ ऊ देखा न बस्न लागे यस्तो पाराले कहिले पुग्ने यस्तै छ है यो दिस इज द भ्यू पानी पर्न लागेको छ र हामी 3100 मिटरको उचाइमा छौँ र अहिले टोलीहरू थकै मान लागेका छन् र रुखहरू यति राम्रो ठुटाहरू राम्रो सबै मौसम राम्रो छ तर अलि हिमाल देखिन पाए अझ राम्रो हुन्थ्यो तर ठिक छ एभ्री हियर इन्जोय द वेदर जहिले पनि यो ट्रेकिङ चाहिँ प्लान नगर्नु चिसो मौसम के भन्ने छ नि भेटौँ दाइजीलाई भेटौँ कति झर पानी भयो कराउँदा आवाज आउँछ नि होइन फेरि उकालो स्टार्ट हुन लाग्छ हत्तरीका मस्त मौसम है खतरा मौसम very nice and chill and cool okay खुलेको भाइ ऊ डाँडो हाम्रो आमा एङ्ग्रीको अलि एङ्ग्री नै रहेछ अहिले भोलि शान्त भयो बेला जानुपर्छ द्याट्स आवर पिक मौसम चिल मौसम फाइनली बेस क्याम्पको होटलमा आइपुग्यो अब आज
यहीँ बसिन्छ जस्तो छ। यो छ मौसम ठिकै टोलीहरू आउँदैछन्। चाहिँ यस्तो छ ल सेयरिङ रुम हरेक चिज रेकर्ड गर्नुपर्ने त्यसरी आएको थियो। म यस्तो छु यता डिनर टाइम भयो। दिदीहरूले यो खाना यस्तो कन्डिसनमा छ पुरा। 4:43 भएको छ र हामी माथि डाँडामा जानको लागि रेडी। दिस इज मी। तयारी छन्। मुन कति ब्राइट छ। यो लाइट पोल्युसन कम भएर यस्तो ब्राइट छ मुन, पुरै उज्यालो। आधा बाटो आयो र अब पिक वहाँ त्यो टुप्पोमा चढ्नु छ। यो छ भ्यू हो अहिलेको लागि। मुन छ त्यहाँ उकालो अनि हालत यस्तो भएको छ, पसिना पुरा। र भ्यू यस्तो छ। अरू सब टोलीहरू आउँदैछन्। म चाहिँ आधा घन्टामा आइपुग्यो यहाँसम्म। 5 बजी हिँडेको 5:30 भयो र अब बाँकी छ। अब अलिकति बाँकी छ, त्यो उता तल त्यहाँदेखि आएको ल। यही हो। ह्याप्पी न्यू इयर गाइज, ह्याप्पी न्यू इयर। यस्तो छ न्यू इयरको भ्यू। यहाँ छु। ह्याप्पी न्यू इयर। पुरा जम्या छ, पुरा हिउँ परेको छ है। साथै हिमाल पनि देखेको छ। हिउँ स्नो, पुरा स्नो देख्न पाइयो। स्नो फर्स्ट टाइम स्नो छुँदैछ। स्नोको डल्लो यस्तो छ भ्यू र स्नो यस्तो छ भ्यू पुरा। ब्युटिफुल सनराइज हुँदैछ। ठ्याक्क 6 बजेको छ। 6 बजेको भ्यू यस्तो छ आमायाङ्रीको। अब त्यो टुप्पोमा पुग्न बाँकी छ। दिस इज द भ्यू एन्ड सन इज राइजिङ। गाइज लुक एट दी। चराले चाउचाउ खाँदैछ। यस्तो छ, चाउचाउ खाँदैछ। फुल सनराइज। टोलीहरू तलै छन्, फोटो खिच्दैछन्। म यहाँ माथि आइसकेँ। हिउँ गजब। अब टुप्पोमा पुग्नु पर्ने छ। दिस इज मी। लुक एट द भ्यू। हाइट बिहान 6 बजेको। वेल डन। हिउँ नै हिउँ प्लस माउन्टेन भ्यू। र त्यहाँ स्याडो परेको छ। आमायाङ्री पिकको स्याडो पुरै त्यो अगाडिको हिलमा स्याडो र यो माउन्टेन स्नो पुरै सफा मौसम छ। न्यू इयर भ्यू र दिस इज मी। र आमायाङ्री पिक, आमायाङ्री आइपुग्यो।
tree. Hi, my Finally, yet I'm an angry pig. Here guys from Ama Angry Peak. Mumbai यहाँ छ अनि यता हेर्नुस् माउन्टेन हिमाल होला सायद ठ्याक्कै थाहा छैन तर लाङटाङ हिमाल अनि here mountain hill region and happy new year again. ओके हामी फर्किँदै छौं आमा एङ्ग्री टुप्पोबाट अब रिटर्न हुँदै छौं हिउँ छ अब तल गएसी हिउँ हुँदैन. This is me. म त पुरै सनराइज हेरे हो. त्यस्तो कुरा गर्नुहुन्छ हामीले त्यो फ्ल्याट वाला सनराइज हेर्न ठाउँ छ नि त्यहाँ पुग्नु लाइक हामी त्यहाँ मैले आधी घण्टा. गाइस दिस इज अ स्नो लोकेसन. पुरा स्नो छ हामी र यता त्यही माउन्टेन छ र यहाँ स्नो मेन भन्दा नि स्नो मिनी माउन्टेन बन्दै छ यहाँ. अब यो स्नो मेन बनाउँदै छन् टोलीहरु. स्नो छ. I'm here. Okay. That must be Langtang Mountain. Okay. Ooh, ta besi ma चाहिँ मेरो नुवाकोट होला सायद घर छ. ठीक है. र माथि आमा एङ्ग्री को peak and here is snow. This is snow and I'm going to attack. Guys, माउन्टेन क्लाइम्बिङ हुँदैछ यहाँ. ल बाटो यस्तो छ तल पहरा हिउँ. Happy New Year. Okay, this is our 2082. I am making the way. Look at the view. Ama Angry बाट तल झरिसकेका छौं र टाइम इज 9:52 र 2000 कति राम्रो छ. रुखहरुमा पुरै ल्याउ यति राम्रो रुखहरु छन् र हामी अब बेस क्याम्पमा रिटर्न गर्दै छौं. ल यो बाटो हेर्नुस् कति राम्रो छ. गजबको ठाउँ भेट्यो है यो. सही पाथ छ. ल माउन्टेन त त्यहाँ वाह चुवाक माउन्टेन छँदैछ. This is the path. Okay, I am right here, not in good condition, but I can walk here. This is the very, look at the tree full of moss. Wow, leu. Yeah, ठाउँ ठीक छ. अनि look at me, what a place. यहाँ के को गुहो यो गोबर के को हो यहाँ के आउँछ चर्नलाई. Very nice place. Okay, अब म यहाँ गइदिन्छु. ओके डेरिङ ठाउँ. Look at this tree, hollow tree. पुरा क्या वन्डरफुल. 11:50 भयो. अब होटलबाट बाई.
अब तल गाडी चढ्ने ठाउँसम्म जहाँ गइन्छ त्यहाँ होटेलमा बसिन्छ। भोलि बिहान 6 बजेकै गाडी छ र हाम्रो यो होटेल र माथि आमा एङ्ग्रीमा चाहिँ अहिले ट्याक्कै बादल लागेको छ। त्यहीँ टुप्पोमा बादल छ। यही हो होटेल बसेको, ऊ त्यो टेन्टमा बसेको ठ्याक्कै त्यो टेन्टमा। यी क्लाउड पुरै अहिले त लागेको छ। यही छ कन्डिसन, अल गुड, रेडी टु गो। ओके, ठ्याक्क 41 मा आइपुग्यो होटेलमा बस्नको लागि। 11:50 मा हिँडेको 41 मा आइपुग्यो। पानी पनि पर्न थाल्यो ठ्याक्क। अब हजुर यता अब होटेलतिर यता खोजेर बसिन्छ। आइपिओ बेस क्याम्पबाट तल झरियो। अब भोलि 6 बजेको बसमा गइन्छ। यही हो एरिया। अनि हाम्रो डग पनि वहीँदेखि आएको छ। यही हो। अनि हामी जाँदैछौँ होटेलमा। पानी चाहिँ परिरहेछ, अब पुरा पानी परिरहेछ। अनि हामी रुमतिर अब खोजेछौँ। अब लाग्दैछौँ रुमतिर। कता यताबाट सिधा जाँदैछौँ खाजा खानलाई। हामी जान्छौँ अर्कै घिन खाजा खान। टक्क पानी पछि घाम लाग्यो, सरर घाम लागेको छ, रमाइलो छ। हामी बसेको होटेल यही हो। अब भोलि 6 बजे त्यो बसमा गइन्छ। ठ्याक्क हल्का मात्र देखेको छ। दिस इज अनि गुड होटेल। यहाँ हामफाले भन्ने चाहिँ भिड छ यहाँ तल सिधै खोल्सामा। ओके, पुरै डाँडो अँध्यारो छ होइन, पुरै डाँडो अँध्यारो छ। र एउटा यहाँ सानो एउटा गाउँ छ है, झिलिमिली। नत्र पुरै डाँडै अँध्यारो छ क्या, कोही छैन यो डाँडोभरि। मात्र वानली हो एउटा सानो गाउँ छ। नाइस। यो बुद्ध लज भन्ने होटेलमा बसेका थियौँ। खाना यस्तो मिठो थियो र अब जान लागेको 6 बजे गाडीमा जान्छौँ। गाडी त्यहाँ बसिरहेछ। यो होटेलमा बसेको हो। गोरुनी छ। यही छ भ्यू। आमा एङ्ग्रीको पिकमा पुगेर आएको। मर्निङ अवस्था यस्तो छ। ओके, अब घर जान लाग्यो। हाम्रो घर जाने बस यही हो। अब सिट त्यो टिकट छँदैछ। यही हो है 006ख 4463 को गाडी। यहाँ हिमालमा घाम लागेर खतरा देखिरहेछ। अनि अब गइन्छ, मस्त गइन्छ। यता खोल्सा छ। आमा एङ्ग्रीलाई बाई बाई गरियो। अब ब्याक टु काठमाडौँ, ब्याक टु आवर रेगुलर लाइफ। 2 दिन ब्याक टु अब धुवा धुलो यस्तो खुल्ला मौसमबाट अब गइन्छ आफ्नो रेगुलर वर्कमा। यही छ अब बाई बाई। यो गुम्बाहरू, माउन्टेन भ्यू सबै मिसिङ। अब यो बस हिँड्यो 6:30 बजे। अब पुग्ला 12 बजीतिर पुगेला काठमाडौँ। त्यही गाउँ मात्र बोलेको भने कि त्यो अन्त कहीँ छैन, त्यही गाउँमा मात्र लाइट बोलेको थियो। द्याट्स राइट। हाम्रो बसको ओके।